हाई एभ्रिवान। आज चाहिँ इजरायलमा बाजे बोजूहरूले कसरी चिकन बनाएर खान्छ भन्ने विषयमा चाहिँ म यो रेसिपी सेयर गर्न गइरहेको छु। आशा छ तपाईँले अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने। तर अब सबैजनाले यस्तो प्रकारले चिकन बनाएर खान्छ भन्ने चाहिँ छैन, तर अब यहाँ चाहिँ यो प्रकारले बनाएर खान्छ यो घरमा चाहिँ। म रेसिपी सेयर गर्दैछु, भिडियो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला। 2टा अरेन्ज, यसको चाहिँ जुस निकाल्नुपर्छ, हेर्दै जानुहोस् ल। जुसको लागि यो मेसिन, यसलाई चाहिँ म टक्कै इलेक्ट्रोमा फिट गरेँ। स्पेसली यो भिडियो चाहिँ जो नयाँ हुनुहुन्छ इजरायलमा उनीहरूलाई चाहिँ अलिकति यो भिडियो हेरेर उनीहरूलाई हेल्प पुग्छ जस्तो लाग्छ, किनभने पुरानोहरूले त सबैलाई थाहा छँदैछ होइन। यसरी अरेन्जलाई चाहिँ 2 भागमा काट्ने। वाउ, कस्तो जुसी हुन्छ। जुस निक्लिहाल्यो मजाले यसरी। यो चाहिँ इलेक्ट्रिकले चल्छ। यस्तो दामी जुस निक्लिन्छ। त्यसपछि चाहिँ मजाले अनियनलाई मसिनो टुक्रा यतिको भइसकेपछि चाहिँ अब डिसमा हाल्ने मजाले। हेर्दै जानुहोस्, भिडियो इन्ट्रेस्टिङ हुन्छ। ठुलो डिसमा पकाउँदैछु किनभने अलिक धेरै पकाउँ भनेको नि त, भोलिको लागि पनि घरिघरि कहाँ पकाइबस्नु होइन। सबैभन्दा पहिला अघि यो मैले जुस बनाएको यसलाई यसरी टक्कै लगाइदियो होइन। तेल सेल के पनि लगाउँदैन, एकदमै प्लेन खान्छ क्या अरेन्ज जुस। यसमा यो अनियनलाई हालिदियो। मजाले यसलाई ठिक होइन। त्यसपछि मजाले चिकनलाई धोइदिने। त्यहाँदेखि चिकनको पिस फेरि हो यसरी मजाले लगाउने होइन, चटक्कै। यसरी सट्टै लगाएपछि चाहिँ अब चाहिँ यो माथि पेपर, ब्ल्याक पेपर, अलिकति धुलो खोर्सानी चाहिँ चट्टै, अनि सल्ट हालिदिनुपर्छ कलरको लागि हाल्नुहुन्छ। अस्ति बुढोले ज्यादै स्पाइसी बनाइसस् भन्दै थियो, आज चाहिँ अलिक कम्ती ब्ल्याक पेपर। यति नै हो मसला यिनीहरूको यहाँनिर। यहाँ हेर्नुहोस् हो। अब यसलाई फेरि अर्कोपट्टि पल्टाएर यसरी नै हाल्नु पऱ्यो। दुईपट्टि फेरि सेम प्रकारले क्या, सल्ट, पेपर, धुलो खोर्सानी फेरि लगाइदिने सेम अघिकै प्रकारले। आज चाहिँ मैले यसमा एउटा आलु पनि एड गर्दैछु। अब कतिजनाले नगर्दा पनि हुन्छ, आलु बेगर पनि राम्रो हुन्छ, आलु लगाएको पनि राम्रो हो। आज चाहिँ बुढियाले आलु पनि खाने अरे नि त, आलुलाई अलिक ठुलो पिसमा काट्नु पर्यो।
यसलाई म 4 पिस मात्रै बनाउँछु यसलाई पनि हल्का कलर हैन यतिको भइसकेपछि चाहिँ अब यसलाई ओभनमा हाल्दिनुपर्छ ओभनमा हालिदिनुपर्छ पाक्नु चाहिँ अलिक टाइम लाग्छ 1.5 घन्टा 2 घन्टा लाग्छ यसलाई यहाँ 160 मा अन राखिदियो 160 मा अन राखिदियो सो अब चाहिँ 1 घन्टामा चेक गर्नु पर्यो त्यहाँबाट फेरि पल्टाउनु पर्यो यस्तै छ के गर्नु अब त्यस्तो मेहनत चाहिँ गर्नु पर्दैन पकाउनुको लागि यहाँ चाहिँ अब हाम्रो जस्तो हो भने त 12 बजे पनि फेरि हाम्रो जस्तो हो भने त फेरि आमा खाना राइस बनाउनु पर्यो दाल बनाउनु पर्यो चटनी बनाउनु पर्यो अचार बनाउनु पर्यो हैन पुरा टाइम लाग्छ नि त हाम्रोतिर चाहिँ यहाँ चाहिँ त्यस्तो पकाउनु पर्दैन मेरो चाहिँ दिनमा 1 टाइम मात्रै हो अब कतिजनाको पकाउनु पर्ला त्यो आफ्नो आफ्नो काममा डिपेन्ड पनि हुन्छ हैन यस्तो छ है बोजू चाहिँ डायलिसिसमा गएको छ हो अब मेरो खाना बनाउने अब त्यो चिकन पाक्दै गर्छ त्यहाँनिरै अब आफू त फेरि राइस खाने जात भात नखाइकन सक्दैन के दिनमा एकपल्ट चाहिँ खान्छु बेलुका चाहिँ फ्रुट्सहरू खान्छु फेरि बिहान बेलुका खाना खाँदा चाहिँ के हुन्छ भन्दा चाहिँ त्यो खानै घट्दैन कि अन्त भुँडी लागेर यत्रो भुँडी क्या बल्ल बल्ल 3 महिनामा 2 किलो चाहिँ घटिरहेको छु बेलुका बेलुका खाना स्किप गरेर तर यहाँ फेरि मैले लिभर निकालिरहेको छु कि लिभर पकाउनु पर्यो भनेको अल्छी कोही बेला खाना पकाउनु यस्तो अल्छी लाग्दिन्छ कि अल्छी लाग्दिन्छ कोही बेला खाना पकाउनु भनेपछि किन ओके गाइस हेर्दै गर्नु होला अहिले चिकन पाकिसक्यो देखाउँछु ल स्टे ट्युन अब यतिको भएछ चाहिँ फेरि अर्को साइड पल्टाइदिनुपर्छ दुईपट्टि नै ब्राउनी हुनु पर्यो नि त यसरी क्या त्यसरी पल्टाउनुपर्छ मजाले रेडी 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 भइसकेपछि चाहिँ बुढालाई दिनुपर्छ बुढा ह्याप्पी म पनि ह्याप्पी 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 आलु पनि एउटा हालिदिउँ न पाक्यो कि पाकेन बेटा बोन साबा enjoy your lunch okay सो गाइस आफू चाहिँ अब राइस लभर हैन म चाहिँ अब राइस नखाइ चाहिँ सक्दिनँ सो मैले अघि बनाएको चिकन म चाहिँ मिट त्यस्तो मन पर्दैन तर पनि अलिअलि चाहिँ खान्छु मेरो राजमा दाल सो तपाईहरु पनि यसरी घरमा मजाले बनाएर खान सक्नुहुन्छ सो थ्यांक्स फर वाचिङ सबैजनालाई मेरो भिडियो हेरिदिनु भयो अहिलेसम्म सी यू इन द नेक्स्ट भिडियो है त गाइज अब म चाहिँ खाएर चाहिँ ल्यान्डिङ लभ यु गाइज बाई